फाइनली मेरो मम्मीलाई सेमी आइसियुबाट निकाले साथीहरू। अनि मेरो मम्मीको अवस्था अहिले कस्तो छ त। हाई एभ्रिवान, इट्स मी रिता नेपाल अनि तपाईँहरू सबैलाई स्वागत छ मेरो मिनी ब्लगमा। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला साथीहरू। म नि सन्चै छु। अनि आजको बिहानको सुरुवात हुन्छ मर्निङ ड्रिङ्क पिउँदै। अनि मेरो मर्निङ ड्रिङ्क चाहिँ आज रहेको थियो कफी र कागती पानी। त्यसै गरी साथीहरू हजुरहरूलाई थाहा छँदैछ कि मैले वेट लस जर्नी स्टार्ट गरेको छु भनेर। अनि आज चाहिँ मेरो डे 4 रहेको छ वेट लस जर्नीको। अनि के म हिजो विन्चिन्टर किन्न गएको थिएँ नि त मम्मीको लागि, मम्मीसँग। अनि त्यतिखेर मलाई यो विन्चिन्टर नि पहिलेदेखि एकदम मन परेको थियो कि। अनि ठ्याक्कै मैले नि पाएँ अनि मैले नि किनेर ल्याएँ कि मम्मीसँग विन्चिन्टर किन्न गएको मौकाको फाइदा उठाएर। फेरि मम्मीको पैसाले चाहिँ किनेको होइन, मेरै पैसाले किनेको किन्न चाहिँ अलिक सस्तो पाइरहेको थियो कि अरू ठाउँभन्दा। अनि मैले लिएर आएँ, मलाई कस्तो मन परेको थियो पहिलेदेखि। अनि त्यही नयाँ विन्चिन्टर लगाएर आज चाहिँ म गर्दैछु एक्सर्साइज। सुरुमा त म वार्म अप गर्दैछु अनि बडी स्ट्रेचिङ। मलाई मात्रै हो कि एक्सर्साइज गर्न के झ्याउ लाग्ने होइन, हजुरहरूलाई पनि हो कि। म खाना कन्ट्रोल गर्न सक्छु, एक्सर्साइज त आज अब कहिलेसम्म हो मेरो एक्सर्साइज कन्टिन्यू। फेरि कुन दिन म सुतिरहेको छु कि। अनि आज चाहिँ मैले स्पिकिङ पनि खेलेँ 500 चोटि। अनि त्यसपछि एक्सर्साइज सकेर चाहिँ खाना बनाएँ मैले। आज चाहिँ मैले खाना लिएर हस्पिटल जानुपर्ने थियो दिदीलाई, भाइलाई। अनि हिजो मेरो मम्मी चाहिँ घर जानुभयो नि त। अनि बिहानै 6 बजे उठेर दिदी हस्पिटल जानुभयो कि, नत्र दिदी नै लगेर जानुहुन्थ्यो हस्पिटल खाना मम्मीलाई र भाइलाई। तर आज मैले लिएर आएँ दिदीलाई र भाइलाई। अनि मम्मीलाई चाहिँ बिहान 6 बजेदेखि 8 बजेसम्म भेट्न दिन्छ भनेपछि साँझ चाहिँ 4 बजेदेखि 6 बजेसम्म दिन्छ नि त भेट्नको लागि। अनि मेरो मम्मीलाई पनि पुरा 1 महिना भइसक्यो हस्पिटल राखेको। अनि आज चाहिँ वार्डमा सार्ने भनेको छ मम्मीलाई। जे होस् आजभोलिको अवस्था चाहिँ अलिक ठिक छ मम्मीको। अनि हेर्न सक्नुहुनेछ मम्मीको अवस्था अहिले चाहिँ यस्तो छ वार्डमा सारिसकेपछि। अनि साथीहरू मैले यो भिडियो चाहिँ लुकेर खिचेको।